सबैलाई नमस्कार। म हुँ गोरे। अब यो रोल्पा जिल्लाबाट फागुन 21 गते म चुनावमा लड्न जाँदैछु। यो पुरानो पार्टी माओवादी कांग्रेस अनि के अरे एमाले, यो एमाले अब यिनीहरूको काम छैन। अब तिनीहरूलाई पट्टा साफ गर्नको लागि म आइसकेको छु युवा नेता। मलाई विश्वास छ तपाईहरुले अवश्य पनि भोट मलाई दिनुहुनेछ। र तपाईहरु देखिरहनु भएको छ साइडमा यो पुलिस भाइ हुनुहुन्छ हैन, आफूभन्दा यो अक्लो लौरो किन यसरी उभिएर बसेछ भन्नु होला, छेन्टेक्कै किन उभा हुनु भएको छ भन्नु भयो होला हैन। यो चाहिँ यहाँ माओवादी कांग्रेस एमालेको पकेट एरिया रहेछ। तिनीहरू केटाहरूले हिजो हामीले आउटे गर्दाखेरि दादागिरी गरे के, त्यही भएर केटाहरूलाई एक्लै पुलिस यिनले यही यो पुलिस भाइले चाहिँ सबै गुन्डाहरूले ठिक लाउनुहुन्छ। उहाँ एकदम कडा हुनुहुन्छ, एकदमै छ उहाँको बडी छ है। हिजो मात्रै निमाविको लाइसेन्सको रिजल्ट आएको रहेछ हैन। सबैभन्दा पहिला यसमा नाम निकाल्नु हुने भाइ बहिनीलाई म एकदमै शुभकामना दिन चाहन्छु। तर नाम त निकाल्नु भयो, त्यो लाइसेन्सले के गर्छ र? खाली त्यही स्कुलमा पढाउन जाने मात्रै हो हैन। पुराना दलहरूको संविधानमा के लेखे भन्दाखेरि त्यो लाइसेन्सले उही पढाउन मिल्ने मात्रै बनाए के। अब मैले रोल्पा जिल्लाबाट चुनाव जिते भने म यस्तो व्यवस्था ल्याउने छु, त्यो लाइसेन्सले टिप्पर चलाउन पनि मिल्ने छ, ट्र्याक्टर चलाउन पनि मिल्ने छ, गाडी मोटरसाइकल सबै चलाउन मिल्ने म व्यवस्था ल्याउने छु।